नमस्ते सबैजनालाई म सीता फुलालको तर्फबाट मेरो ब्लगमा सबैजनालाई स्वागत छ। भोलि औँसी आमाको मुख हेर्ने दिन हामी चाहिँ भाइ र म सपिङ गर्न जाँदैछौँ। अब म सपिङ के गर्छु, सपिङ के गरेर ल्याउँछु हजुरहरूले हेर्नुहोस् है। भोलि आमाको मुख हेर्ने दिन हो। ल है गाइज, हामी चाहिँ बजार लाग्यौँ सपिङ गर्नको लागि। ल है साथीहरू, हामी चाहिँ बजार लाग्यौँ है सपिङ गर्नको लागि। यो चाहिँ टिपुचोकको मेन चोक हो, मेन चोक हो यो। हामी चाहिँ बजारतर्फ लाग्यौँ। Parece. मिठाई पसल हेर्नुहोस्। यो चाहिँ के हो चिन्नुहुन्छ होला नि। फाइनली आज चाहिँ बजार लागेको छ। यहाँ चाहिँ बिहिबारको दिन हो। हाम्रो चाहिँ गौरदा बिहिबार र आइतबार बजार लाग्छ। म चाहिँ होलसेल पसल आइपुगेँ। अब म सपिङ गर्छु। अलि राम्रो खालको छ खाइहरू। बा कस्तो भिडै छ। भाडा पसल मलाई
मिट लाने के भन्नुभयो तपाईँले हजुर हजुर बाला छैन बाला बाला हातमा लाउने बाला निकालिदिनु न हेर्छु लबडहरू लबड छ म चाहिँ सपिङ गरेर घर आइपुगेँ फेरि लुफी चाहिँ बजार गरेर आयो भने मलाई हेरिराख्छिन् लुपु के गर्दैछौ हौ हाई हाई गर्छौ पापा ल्याइन त आज मैले भाउजू अनि जानुहुन्न के किन्नु भयो मूललाई किनिसक्यो आज जानुहुन्छ कि भोलि जानुहुन्छ भोलि पहिला पहिला त सीता दिदी कहिले आउँछ आउँछि अनि जानु भनेर खुसीले गद हुन्थ्यो अहिले त छोरा छोरी घर भन भने जस्तो खोज्छ हिँड्दा पनि भने जस्तो मन मरेर आयो क्या बुढेसकाल लाग्यो होइन जाडो मान्छे कति छ होइन मिस भयो अनि त्यो जिउ गरेर भोलि पर्सि गरे पनि हुन्थ्यो ल ल राम्ररी जानुहोस् आमाको मुख हेरेर आउनुहोस् आइहाल्छु नि छ्या बेलुका बेलुका आउनु आयो भने स्टेसनमा गइदिनु यत्रो बाटो गरेर बेलुका बेलुका को आउँछ नखेल काम चाहिँ भोलिबाट आउँछ नि हो अनि भाइलाई सुनाएको हातले झन्डै गरेर जाँदा खोज्दैछन् कि उसको टेस्ट लिएर क्या स्कुलमा साथीहरू म सपिङ गरेर चाहिँ रुमभित्र छिरिसकेँ मैले सपिङ गरेको सामानहरू चाहिँ आज देखाउँदिनँ है भोलि आमालाई दिँदाखेरि भोलि नयाँ भ्लगमा हजुरहरूलाई देखाउने छु है बुनु के गर्नुपर्छ भनिदेऊ त यो भिडियोलाई चाहिँ हाम्रो यो युट्युब च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइबहरू कमेन्टहरू सबै गरिदिनु होला है भाइरल बनाइदिनु होला है यो भिडियोलाई चाहिँ हस् त आजलाई यति नै भोलि नयाँ भ्लगको साथ उपस्थित हुने नै छु हस् त बाई